यो कार्यक्रममा रिपोर्टिङका लागि चाहिँ हाम्रो चाहिँ मनोज कर्ण र पाटन क्याम्पसका अङ्ग्रेजी विभागका प्राध्यापक मनोज कर्णज्यूलाई म हार्दिक अनुरोध गर्छु र त्यसपछि आज छलफलको निष्कर्षलाई चाहिँ टिप्पणी गरिदिन हुन र पछि यहाँले प्रस्तुत पनि गर्नुपर्ने हुन्छ र चाहिँ त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन चाहिँ सहप्राध्यापक डाक्टर बुद्धराज खनियाज्यूलाई म अनुरोध गर्छु। अब ढिलो नगरिकन र आजको कार्यक्रममा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई चाहिँ स्वागत गरिदिन हुन यस कार्यक्रमका अध्यक्ष र युनिभर्सिटी अफ चाहिँ 3 जेनेरेसनका अध्यक्ष र साउथ वेस्टर्न स्टेट कलेजका क्याम्पस प्रमुख डाक्टर राजेन्द्र केसीज्यूलाई म सादर अनुरोध गर्छु। हजुर के भयो? थ्याङ्क यू डाक्टर साहब। यो म आज र मलाई र पढाइ गराइ सबैको कुरो गरेर के अनुभव छ भने टपिक एकदमै छ, फेरि सबैलाई थाहा छ। यहाँ भएकोमा थाहा नभए मान्छे कोही पनि छैन, यस्तो चाहिन्छ भन्ने। तर एकजना ईश्वरले भन्नुभयो वाक र टक भन्नुभएको थियो नि, भन्न खोज्नु भएकोलाई अहिले भर्खर सुने शब्द टक के गर्छ, काम कस्तो गर्छ भन्न खोज्नु, काम कस्तोमा हिँडेको छ भनेर। ओके, त्यसले गर्दा चाहिँ मेरो पनि म नि फुल्ली एग्री छु। हामीले बोलेको लेखेको अनुसारले काम गरेका छैन र भएको छैन, मेरो पनि अनुभव त्यही छ, हामी सबैको अनुभव त्यही छ। त्यसले गर्दा हामीले छ नि सानोदेखि पढ्दै आयौँ। कस्तो पढ्दै आयौँ भने इफ मनी इज लस्ट नथिङ इज लस्ट, इफ लाइफ इज लस्ट समथिङ इज लस्ट, इफ करियर इज लस्ट एभ्रिथिङ इज लस्ट। हामी सबैले एग्री गर्छ, तर अहिलेको युथले एग्री गर्दैन। अब अहिलेको युथलाई पढाइको त्यो उल्टा भइसकेको छ है। अब करियर के हो? अब अहिलेको युथले के भन्छ नि, लाइफ इज मिसन नट करियर, करियर इज अ प्रोफेसन भन्छ, करियरलाई त प्रोफेसन भन्छ। अब हामी कुन ठाउँमा जाँदैछौँ? अब यसलाई उल्टो भइरहेछ। आज सबै युथहरू कमाउनलाई भनेर विदेश गएको छ, दिनको 3000-3500 युथहरू त विदेश गएको छ कमाउनकै लागि भनेर, पढ्नलाई भनेर नि होइन। पढ्नलाई भनेर त के हो नि, घर खेत बेच्ने एनओसी लिने, त्यो बाटो खुलिदिएछ। बाटो खुलिदिएछ, यो अरबौँ रुपियाँ बाहिर गइरहेछ। यसरी आजको शिक्षाको अवस्था छ। अब हाम्रो एजुकेसनले के हो भन्दा हाम्रो सर्टिफिकेटले के भन्छ भने जागिरको ढोका खोलेको छ, तर जीवनको ढोका बन्द छ। किनभने जागिरको ढोका, जागिर खान पाउने एजुकेसन चाहिँ भयो, जागिरसम्म पाउने भयो। किन +2 गर्यो, ब्याचलर गर्यो, मास्टर्स गर्यो, पिएचडी गर्यो, आफ्नो आफ्नो अनुसारले जागिर पायो। तर त्यो शिक्षाले सबै काम गर्न सकेको छ त? र सबै हाम्रा विद्यार्थीहरूले सबै काम गर्न सकेको छ त? अथवा हामी बहाना गर्ने शिक्षा दियौँ वा वास्तविक शिक्षा दियौँ त? यो बारेमा हामीले प्र्याक्टिसमा ल्याउने बेला आएको छ। अब हामीले यो शिक्षा के हो भन्दा हामीले शिक्षामै ग्याप छ। त्यो ग्याप के हो भने इन्ट्रेस्टिङ कुरा छ। राम्रो कलेज कसलाई भन्ने, राम्रो युनिभर्सिटी कसलाई भन्ने भने यो जेनेरेसनले के भन्नुहुन्छ भने जसले जिपिए 4 मा 4 ल्यायो। अझ अहिले जिपिए भन्दा पहिला के भन्थ्यो भने डिस्टिङसन ल्यायो, मेरिट बेस भयो, त्यो राम्रो एजुकेसन, त्यो राम्रो स्टुडेन्ट र त्यो पढाउने टिचर पनि राम्रो। अब त्यो छैन। अहिले जिपिए 4 मा 4 होइन। अहिले शिक्षालाई के भन्न थाल्यो भने ग्लोबल्ली नो कम्पेयर, कम्पेयर गर्ने नै होइन, नो कम्पिटिसन। अब त्यही नो कम्पेयर र नो कम्पिटिसनको लागि विश्वभर मान्छे गइरहेछ। अब हामीले शिक्षा के त?
हामी मात्रै यही भएर युनिभर्सिटी अफ थ्री जेनेरेसन यो कुरो मिल्दै जान्छ अनि म पछि लास्टमा भन्छु किन भनेर। त्यसले गर्दा चाहिँ अब हामी शिक्षा त्यस्तो दिने कि नदिने त, ग्याप र कम्पिटिसन बनाउने कि नबनाउने त, अब हामीले त्यो सोच्ने बेला आउँछ। अब हायर एजुकेसन किन समस्या पर्यो भनेर भन्दाखेरि हामीले भोगेका छौँ। हेर्नुहोस्, हरेक वर्ष यहाँ नि धेरै विद्यार्थी लगभग 800-900 त ब्याचलर पढ्छ। दुईवटा युनिभर्सिटी प्रोग्राम चलाउँछ हामीले, यहाँ टियुको उदयपुर बिल्डिङ पूर्वाञ्चलको। मेरो के छ नि, ब्याचलरमा आजको डेटमा हेऱ्यो भने 89.6% स्टुडेन्टहरू इनरोल हुन्छ, तर भिसा नपाउन्जेल मात्रै त्यहाँ बस्छ, भिसा पाइसकेपछि ड्रप आउट। किन? यही क्वेसनको आन्सर हामीले खोजी हुन्छ। र यो इन्ट्रेस्ट त रहेछ नि, 10 क्लाससम्म पढ्ने बच्चाहरूको 100% छ, +2सम्म पढ्ने पनि छ, र ब्याचलरमा लगभग 90% स्टुडेन्ट इनरोल हुँदै गर्दा मोर देन 50% आउट अफ नेपाल। अथवा अर्को शब्दमा भन्नुपर्दा युनिभर्सिटी विश्वविद्यालय खाली, विमानस्थल भरि, यसरी भन्दा हुन्छ। हामी बिहानदेखि बेलुकासम्म विमानस्थल गयो भने भरि हुन्छ, मानव यो देशमा युनिभर्सिटी नै छैन जस्तो। र अर्को कुरो हामीले छ नि, यो अर्को हेऱ्यो भन्छ विदेशसँग एफिलिएसन भएको युनिभर्सिटीहरू 32,000 स्टुडेन्ट पढ्छ। 32,000 स्टुडेन्ट पढ्दाखेरि त्यहाँ चाहिँ ड्रप आउट नहुने, त्यो युनिभर्सिटी कुनै संसारको अब्बल युनिभर्सिटी एफिलिएसन पनि छैन, नर्मल एभरेज जो त्यहाँ काम नपाएर आएको युनिभर्सिटीहरू यहाँ एफिलिएसन छ। हेर्नुहोस्, यसरी सिधै भन्दा हुन्छ। तर त्यो 32,000 चाहिँ ड्रप आउट नहुने, हाम्रो टियुमा 5 लाखभन्दा बढी पढ्छन्, स्टुडेन्टहरू पढ्छन्, त्यहाँ चाहिँ ड्रप आउट हुने। र अरू 23वटा युनिभर्सिटीमा त कोहीमा 2200, कोहीमा 1500, यस्तै यसरी चलेको छ। चल्छ कसरी? लगभग 18 अर्ब पैसा त त्यो ध्वस्तै भएको छ मैले भन्नुपर्दा। किनभनेदेखि अगाडि बढ्न नसकेपछि वर्षको वार्षिक 13-14 अर्ब त बाहिर गइरहेछ त शिक्षाकै नहुँ भनेर भनेदेखि एउटा त्यसमा हामीले एनालाइसिस गर्नुपर्ने देख्छौँ। अब हामी छ नि 24वटा युनिभर्सिटी खोल्यौँ नि, एउटै टाइपको छ। म भन्छु नेपालमा 20वटा कमर्सियल ब्याङ्क छ, कृषि विकास ब्याङ्कको काम पनि लोनै दिने, वाणिज्य ब्याङ्कको पनि लोनै दिने, अर्को कमर्सियलको पनि लोनै दिने। यो 24वटा युनिभर्सिटी काम पनि पढाउने मात्रै हो। के पढाउने भन्दा साइन्स पढाउने, म्यानेजमेन्ट पढाउने, ह्युमेनिटिज पढाउने, इन्जिनियरिङ पढाउने, डक्टर पढाउने। हामी पहिलेदेखि के भने हाम्रो जिनमा के पुरै फिक्स भयो भन्दा डक्टर पढ्यो, इन्जिनियर पढ्यो, सबभन्दा बेस्ट त्यो हामीलाई पनि छ। अहिले प्रोफेसर डाक्टरले पनि त्यही छ, किन आफू त्यसमै घुलमिल गरे त। अर्को अब अहिलेको युथले के खोज्छ त, हामीले त्यसमा एनालाइसिस गरेनौँ। अब यसको लागि सेक्टरल युनिभर्सिटी चाहिने थियो। त्रिभुवन युनिभर्सिटीले एउटा काम गर्थ्यो भने अर्को युनिभर्सिटीले अर्को काम गर्नु पर्थ्यो, अर्को विषयमा पढ्नु पर्थेन नि। युनिभर्सिटी भने त युनिभर्स हो नि। कस्तो हो भने हाम्रो देशको हेर्नुहोस् कस्तो युनिभर्सिटी चाहिन्थ्यो भने हाम्रो देशको निड बेस र रिसोर्स बेसले चल्ने युनिभर्सिटी। हामीले उत्पादन त त्यस्तो गर्नु पर्थ्यो होला नि। र हाम्रो देशमा हाइड्रो छ, हाम्रो देशमा टुरिज्म छ, हाम्रो देशमा हिमाल छ, पहाड छ, तराई छ, खै त्यस्तो युनिभर्सिटी, खै त्यस्तो बारेमा सोध्यो हामीले, त्यो बारेमा सोध्न सकेनौँ। संसारमा सेक्टरल युनिभर्सिटी धेरै पहिला भइसक्यो। हाम्रो देशमा एउटै खालको एउटै नेचरको युनिभर्सिटी धेरै भयो, सबै भयो। अब प्रमुख च्यालेन्जहरू के त? अब यही च्यालेन्जहरू, यो सबै कुरा त भयो। अब यहाँ बिसी साहबहरू हुन्छ, पूर्व डिनहरू, अहिलेका डिन साहबहरू हुन्छ, मैले धेरै भन्नु पर्दैन। तर हामी काम गरेको छौँ। फेरि एउटा पढे लेखेको र समाजमा काम गरेर नागरिकले भन्नुपर्दा के हो भने जुन भन्ने कुरो
उहाँहरूले भनेर नि कुनै अर्थ लाग्दैन। यहाँ भन्नुपर्ने त कसले थियो भने त शिक्षा मन्त्री त प्रधानमन्त्री। अब हेर्नुहोस्, प्रधानमन्त्री सबै 24वटा युनिभर्सिटीको चान्सलर फर वाट, के को लागि हुनुपर्छ? पर्दैन नि। र शिक्षा मन्त्री को चान्सलर के को लागि? टिचिङ एन्ड लर्निङ गर्ने ठाउँमा स्टुडेन्ट युनियन छ। तपाईँ म त भन्दिनँ, हजुर जस्तै प्रोफेसरहरू प्रोफेसर एसोसिएसन छ। प्रोफेसर के को लागि? एसोसिएसन अथवा युनियन के को लागि? कर्मचारी युनियन के को लागि? साँच्चै त्यो सुधार दिने हो भने राम्रो अब्बल प्रोफेसरलाई त्यहाँको चान्सलर दियो होला नि। प्रधानमन्त्रीले किन चान्सलर दिनु पर्यो? यो बारेमा हामीले बहस गर्नु जरुरी छ। उहाँहरूलाई हटाएर भन्छु, हटाउनु सक्दो रहेछ। अति शिक्षकहरूको आन्दोलनले एउटा राम्रै काम गर्यो नि। 53 वर्षपछिको ऐन ल्याएर चेन्ज त गर्यो, एउटा घोडा त टेकायो नि। हामीले पनि त्यो घोडा टेकाउन सक्छ। एउटा राम्रो हेर्नु त, प्रधानमन्त्री 8 कक्षा पास गरे अथवा ब्याचलर पास गरेर ल्याएर चान्सलर बनाउने, प्रोफेसर डाक्टर जीवनभर पढेको मान्छे चाहिँ फेरि काम गरेको मान्छेलाई चाहिँ उपकुलपति बनाउनु। त्यो बारेमा हामीले बहस गर्नु र त्यसलाई एजुकेसनमा लान सक्यौँ भने पनि युनिभर्सिटी सोधिन्छ हेर्नुहोस् है। अनि हाम्रो सर्टिफिकेट ग्लोबली बिक्री हुन्छ हुन्न? हामीले के भन्छौँ भने त्रिभुवन युनिभर्सिटीले नि ओल्डेस्ट युनिभर्सिटी, लार्जेस्ट युनिभर्सिटी, बिगेस्ट युनिभर्सिटी। तर हामी धेरै साथीहरू अमेरिका जाँदा अथवा अरू देशमा जाँदा तपाईँ कहाँबाट? आई एम फ्रम नेपाल भने वाट्स द्याट भन्छ, यही भाषा। अनि ट्युको नाम थाहा छ होला त? नाम थाहा छैन। हेर्नुहोस् त, त्यसले गर्दा हाम्रो सर्टिफिकेट ग्लोबल्ली रिकगनाइज र हामीबाट पास आउट भइसक्यो। उसले ब्याचलर गरेपछि मास्टर पाउने कि नपाउने पाएको छ कि छैन त? त्यसको बारेमा त्यो छलफल गर्छ र त्यो हाम्रो च्यालेन्ज पनि हो हेर्नुहोस्। र अनि अर्को यो हामीले छ नि, अब युनिभर्सिटी अफ थियोलोजी यो त्यो कस्तो शिक्षा चाहियो भने बहुपुस्ती हेर्नुहोस् है। अब हामी दुईटा पुस्ताको कुरा गरिरहेको छौँ नि। यो शिक्षा भने 3टा पुस्ता एक ठाउँ बसेर हामीमा ठुलो ग्याप छ। ग्रान्डफादर गुरु नातिलाई ग्याप छ, नाति गुरु बाउलाई ग्याप छ, बाउलाई त अलिअलि ठिकै ग्याप छ, मिडलमा बस्छ। तर त्यो ग्याप छ। बाउले के हजुरबाउले नातिलाई के भन्नुहुन्छ भने तिमीलाई केही पनि थाहा छैन। फेरि नातिले के भन्नुहुन्छ भने तपाईँलाई केही पनि थाहा छैन। हामी त अहिलेको टेक्नोलोजीमा छौँ, हामीलाई अहिले राम्रो इङ्ग्लिस आउँछ, ग्लोबल्ली लोकल्ली नेसनल्ली सबै कुरो हामीले राम्रो थाहा, तर तपाईँहरूलाई थाहा छैन। एउटै घरबाट त्यहाँबाट सुरु हुन्छ भनेपछि त्यो ग्यापलाई कसरी मिटिगेट गर्ने भन्दा एजुकेसन कस्तो हो त भन्दा हामीले हेर्नुहोस्, प्रोस्पेक्टसमा हेऱ्यौँ, वेबसाइटमा हेऱ्यौँ भने सबै ठाउँ कस्तो एजुकेसन भने भ्यालुएस एजुकेसन, अनि सर्भिस ओरिएन्टेड एजुकेसन, मोरल एजुकेसनदेखि लिएर भाजी सबै शब्दकोश ठ्याप्पै हालिदिन्छ। तर काम भएको छैन। काम हुन्छ या छैन भनेपछि अब अहिले छ नि, अहिलेको बच्चाहरूले खोजा एजुकेसन र खोजा एजुकेसन के छ भन्दा मैले छोटोमा भने टेक्नोलोजी खोजिरहेछ, काम गरिरहेछ। अर्को हाइब्रिड लर्निङ खोजेको छ। अब विषयहरूले नै मर्ज गरेर गर्ने एजुकेसन खोजेको छ। ब्लेन्डेड एजुकेसन खोजेको छ, एआई एजुकेसन खोजेको छ, भिआर एजुकेसन खोजेको छ, एआर एजुकेसन खोजेको छ। यस्ता एजुकेसन अहिले खोजेको छ। यो सबैको डेफिनेसन दिन इट टेक्स भेरी लङ टाइम। मैले फेरि यसलाई छोटकरीमा भने अब फेरि हामीले युनिभर्सिटी अफ थियोलोजीले के गर्न खोजेको भने यो अनलाइन र इन पर्सन एजुकेसनलाई छ नि एक ठाउँ ब्लेन्डेड गर्न खोजेको। यसको मतलब तपाईँ हामी जस्तो मान्छे बेसरी काम लाग्छ। अब उहाँहरूले जे भने नि, किनभने हामीलाई धेरै कुरो थाहा छ नि, तर फेरि उहाँहरूसँग मिटिगेट गर्न हामीले सक्नुपर्छ र त्यो आवश्यक छ। र यो कुरोहरू के हो भने अहिले हेर्नुहोस् है,
मैले 100 वर्ष मान्छु अब यो युनिभर्सिटी अब 3 जेनेरेसनमा लाग्यो भएर 100 वर्षको एउटा स्टडी गरेँ। हेर्नुहोस् कस्तो स्टडी गरेँ भने 1928 देखि 1945 को एउटै जेनेरेसन। हेर्नुहोस् त्यो जेनेरेसन चाहिँ त्यो जेनेरेसन चाहिँ एउटा त्यो सबैभन्दा पुरानो जेनेरेसन। त्यसपछि बिबी बुमर्स भनेर अर्को जेनेरेसन 1946 to 1964। फेरि जेनेरेसन एक्स भनेर 1965 to 1980 र मिलेनियल्स वाइ बोर्न 1981 to 1996 र अहिलेको जेनेरेसन जेन जी 1997 to 2012। यो सबैको एजुकेसनको त्यो हेर्दाखेरि के रहेछ भने त्यो जेनेरेसनमा जन्मेका हुर्केका मान्छेहरू ग्लोबल्ली एउटै टाइपको छ, एउटै टाइपको छ, त्यसमा कुनै समस्या छैन। हामीले अन्यथा मान्न नि पर्दैन। भने अहिले जेनजी चलिरहेछ त्यो अहिलेको युथहरू। अब हेर्नुहोस् है 2013 to 2020 लाई अल्फा भन्दो रहेछ। अनि त्यसपछि गएर अब जेनेरेसन बेटा 2025 to 2039, गामा 2040 to 2050, डेल्टा 2055 to 2069। अब यस्तो जेनेरेसन आइसक्यो। यो जेनेरेसनमा जाँदैछ संसार। अब भनेपछि हामी यो जेनेरेसनमा चलेर हुँदैन। अब हामी 3टा जेनेरेसन कसरी जानु पर्यो भने यसको मिसन भिजन गोल अब्जेक्टिभ के हो भनेदेखि 3टा जेनेरेसन। अब हामी यहीँ हेर्दाखेरि पनि कस्तो छ नि, हामीसँग 3टा जेनेरेसन यहाँ अलिक कम छ। हामी हाम्रै जेनेरेसन मात्रै धेरै छौँ। तर यहाँ आर्मीका जज साहबहरू हुनुहुन्छ रिटायर्ड, पुलिसका एआइजी साहबहरू हुन्छ, अनि यो एकाडेमिसियनका भिसी साहबहरूदेखि लिएर अनि प्रोफेसनलहरूदेखि लिएर हामी सबै खालका मान्छेहरू अहिले छौँ नि। यो भनेर चाहिँ के हो चाहिँ नि, लेट्स स्टार्ट योबाट है। र यसरी गरेर गयौँ भने यो भनिन्छ एजेड मान्छे छ हाम्रो देशको। उसले के देखाएको छ भनेदेखि 1 वर्षदेखि 15 वर्षसम्मकोलाई नाबाल, 16 to 40 लाई युथ र 41 to अनवर्सलाई एडल्ट भनेको छ। फेरि यो पनि नेपाल सरकारले भनेको कुरो कहीँ पनि मिल्दैन। जेनेरेसन ग्याप यस्तो संसारमै छैन। अरू देशको ग्याप धेरै फरक छैन, ठिक्कको ग्याप फरक छ र हरेक 10 वर्षमा मात्रै ग्याप हुन्छ भनेर भनेको छ। हेर्नुहोस् है। तर अब हाम्रो देशमा यो भनिदिया छ, यो कुरालाई सरकारले भनेको कुरो मान्नुपर्छ। तर हामी के हो भन्दा हरेक जेनेरेसन ग्यापमा हामीले चाहिँ फरक देखिरहेछौँ। यो ग्यापलाई मिटिगेट गर्न हामी बेसरी सँगै बसेर घुलमिल गऱ्यौँ भने हामी 3टै जेनेरेसनले फाइदा गर्छ। यो लामो मैले भनिनँ, अब स्वागत भाषण मात्रै प्लस अरू अलिकति थियो। अब यही बेला मैले आफ्नो कुरा पनि त राख्नै पर्यो। मेरो प्रेजेन्टेसनको सट्टा पनि मैले जस्ट समस्यालाई प्रब्लमलाई हाइलाइट गरे हो। अब तर हामी सबैलाई थाहा छ यो सबै कुराहरू, तर कसरी गर्ने, कसरी एक्सनमा जाने भन्ने चाहिँ मेजर कुरा हो। यदि भन्दै फेरि सम्पूर्ण सर म्याडमहरूलाई यो आज साँच्चै भन्नुपर्दा अन टाइम आउनुभएको थियो र हामी रमाइलो लाଗୁन्जेल मजासँग बसौँ। सानो टिम छ, आइडिया सेयरिङ गरौँ। किनभने आउने टाइम पनि खेर गइसकेको छ, जाने टाइम पनि खेर जान्छ र यहाँ बस्दाखेरि चाहिँ फाइदै हुन्छ। र यदि भन्दै मेरो आफ्नो केही मन्तव्य यहीँ टुङ्गाउँछु। हस्त धन्यवाद। कार्यक्रमका अध्यक्षज्यू र सबैलाई अतिथि महानुभावहरूलाई स्वागत गरेर जानुभयो। अब हामी ढिलो नगरिकन आजको कार्यक्रम र चेन्जिङ टाइम इन हायर एजुकेसन च्यालेन्जेस एन्ड अपर्च्युनिटी फर नेपाल चाहिँ विषय प्रवेश गरिदिनु हुन र आफ्नो विषयवस्तुको प्रस्तुतीकरण गरिदिनु हुन चाहिँ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं नेपाल हायर एजुकेसन फाउन्डेसन संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर तीर्थराज खनियाज्यूलाई म सादर अनुरोध गर्दछु।